दिएको छ। अब स्टार्ट हुन्छ है त। अलि मासु काटिसक्यो। यस्तो आइछ है, यस्तो आइछ। आधी भुटेको अवस्था है, भुटेको छ। अब यहाँ चाहिँ मैले बिचमा मरमसलाहरू काटेर यताउति चाहिँ देखाएको छैन, डाइरेक्टली अब काटेर र फ्राई गरेको अवस्थामा हो। अब त्यसपछि एकछिन छोड्नुपर्छ। मैले चाहिँ अब फाइनल्ली यसमा सबै कुरो मिसाइसकेको छ कच्चडी। अब चाहिँ एकछिन छोपेर चलाएर अनि पानी हालेर सिटी लाउँछु। अब यसलाई चाहिँ हामीले 2 सिटी 3-4 सिटी जति लगाइदिन्छौँ हामी। अब छोप्छ है त। 3 सिटी भयो। 3 सिटी भएको अवस्था बाहिर यस्तो फाइनल्ली झोल यस्तो भएको छ। तर मसँग धनियाँ पत्ता चाहिँ भएन है, धनियाँ पत्ता भएन, त्यस कारण यस्तो भएको छ है।